nepalnews.com. News from Nepal as it happens. आज मिति 2071 साल जेठ 11 गते आइतबार ज्येष्ठ कृष्ण द्वादशी तिथि तदनुसार मे 25 तारिक काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सारसंक्षेपमा स्वागत छ। आज प्रकाशित दैनिक पत्रिकाहरूले पाकिस्तानी प्रधानमन्त्री दिल्ली आउने, माओवादीमा सबै मतदाता सबै उम्मेद्वार भ्रष्टाचारी घोषणा गर्न नै सल्लाहकार शीर्षकका समाचारका साथै अन्य शीर्षकका समाचारहरू आजका दैनिक पत्रिकाहरूले प्रकाशित गरेका छन्। प्रस्तावित न्यायाधीशको चुनौती, आरोप प्रमाणित गरेर देखाउ शीर्षकको समाचारमा गोरखापत्र दैनिक लेख्छ, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय गोविन्द कुमार उपाध्याय र दीपराज जोशीले आफूमाथि लगाइएको गम्भीर आरोप प्रमाणित गरेर देखाउन न्याय परिषद सदस्य रामकुमार प्रसाद शाहलाई चुनौती दिनु भएको छ। संसदीय सुनवाईका क्रममा शनिबार संसदीय सुनवाई विशेष समितिका सदस्यहरूले राख्नु भएको जिज्ञासाको जवाफ दिँदै उहाँहरूले यस्तो चुनौती दिनु भएको हो। उहाँहरूले सर्वोच्चका वरिष्ठ न्यायाधीश शाहको न्याय सम्पादन र कार्यशैलीप्रति नै गम्भीर प्रश्न उठाउनु भएको छ। मैले कहीँ कतै कुनै कागज गरेको छैन, झुटा आरोप लगाइएको छ। यदि छ भने आरोप लगाउने व्यक्तिले यही सुनवाई समितिमा कागज पेश गरोस्। उपाध्यायले शाहलाई चुनौती दिनुभयो। कुनै पनि आरोप तथ्य र घटनामा आधारित हुनुपर्छ। ठूला बडाले जे बोल्छन्, जे भन्छन् त्यही मान्य हुने चलन छ। उपाध्याय झगडालु प्रवृत्तिको रहेको र दिपायलमा रहँदा महिला कर्मचारीप्रति गरेको आचरणबाट मोसो दल्ने कार्यबाट रोक्न क्षमा याचना गरी कागज समेत गरेको आरोप लागेको सन्दर्भमा स्वच्छ छवि नरहेकाले सर्वोच्चका लागि उपाध्याय अस्वीकार्य भन्दै शाहले नोट अफ डिसेन्ट लेख्नु भएको थियो भनी गोरखापत्र दैनिकले लेखेको छ। पाकिस्तानी प्रधानमन्त्री दिल्ली आउने शीर्षकको समाचारमा कान्तिपुर दैनिक लेख्छ, नयाँ प्रधानमन्त्री चयन भएका नरेन्द्र मोदीले शपथ ग्रहण समारोहमा सहभागी हुन दिएको निम्तो पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले स्वीकार गरेका छन्। मोदीले सार्क मुलुकलाई निम्तो दिँदादेखि उनी आउने नआउने सर्वत्र चासो थियो। शरीफ सोमबार दिउँसो दिल्ली भूमि टेक्ने भएपछि आपसी परामर्श र छलफलका मामिला क्षेत्रीय भन्दा भारत पाकिस्तान केन्द्रित हुन सक्ने देखिएको छ। भारत पाकिस्तान विभाजनपछि दुवै मुलुक मध्ये कुनै एकको प्रधानमन्त्री अर्काको शपथमा सहभागी हुन लागेको यो पहिलो पटक हो। नेपालका प्रधानमन्त्री सुशील कोइराला सहितका दक्षिण एसियाली मुलुकका नेताहरू दिल्ली उत्रने भए पनि साउथ ब्लकको सुरक्षा चासो र संवादका सबै प्रयत्नहरू पाकिस्तान केन्द्रित छन्। मोदीको शपथ ग्रहण समारोह भए पनि भारतले गराउन चाहेको मिनी सार्क समिट र त्यसमा भारत पाकिस्तान केन्द्रित प्राथमिकताले यो क्षेत्रको चासो केमा रहेछ भन्ने स्पष्ट हुन्छ। रक्षा मामिलाका एक विज्ञले कान्तिपुरसँग भने यता प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले गुडविल भिजिटका रूपमा मोदीको शपथ समारोहको भ्रमणका अवसरलाई लिएको प्रतिक्रिया दिए। भारत पाकिस्तान सम्बन्धको बहस भन्दा पनि दक्षिण एसियाली क्षेत्रीय तहमा शीर्षस्थ नेताहरूबीच अनौपचारिक सम्बन्ध स्थापना गर्न सकिने अवसरका रूपमा प्रधानमन्त्री कोइरालाले लिनु भएको छ उनले भने भनी कान्तिपुर दैनिकले लेखेको छ। माओवादीमा सबै मतदाता सबै उम्मेद्वार शीर्षकको समाचारमा नयाँ पत्रिका दैनिक लेख्छ, एकीकृत नेकपा माओवादीले आइतबार निर्वाचन मार्फत पदाधिकारी, स्थायी समिति र पोलिट ब्यूरो चयन गर्दैछ। केन्द्रीय समितिका सबै सदस्य मतदाता र सबै स्वतः उम्मेद्वार हुने निर्वाचन कार्यविधि बनाइएको छ। केन्द्रीय समितिको शनिबार बसेको बैठकले निर्वाचन कार्यविधिलाई अन्तिम रूप दिइएको छ भने निर्वाचन समिति पनि गठन गरिएको छ। यसअघि शनिबारै निर्वाचन गर्ने भनिए तापनि औपचारिक रूपमा कार्यविधि चयन गर्न ढिलाइ भएपछि आइतबार 12:30 बजेबाट प्रक्रियामा जाने गरी निर्वाचन सारिएको हो। प्रचण्डले निर्वाचनले राम्रो र सक्षम व्यक्ति समेट्ने बताए। यो समाजवादी प्रतिस्पर्धा हो, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुन्छ, यसले समावेशी समानुपातिक तरिकाको टिम आउँछ भनी नयाँ पत्रिका दैनिकले लेखेको छ। भट्टराई पक्ष चुनावमा नजाने शीर्षकको समाचारमा नागरिक दैनिक लेख्छ, एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र नेता डाक्टर बाबुराम भट्टराई खेमाबीच अन्तर्किचलो थप पेचिलो बनेको छ। लामो प्रयत्नपछि नेता
बाबुराम भट्टराईलाई केन्द्रीय कार्यालयमा फर्काउन सफल भए तापनि दाहाल विवाद मिलाउन असमर्थ देखिएका छन्। नेतृत्वको कार्यशैलीमा आपत्ति जनाउँदै विराटनगर सम्मेलनबाट दाहालसँग टाढिएका भट्टराई पार्टी केन्द्रीय समितिमा फर्कन तयार भए पनि पदाधिकारीमा बस्न भने तयार भएनन्। उनले निर्वाचन प्रक्रियामा समेत असहमति जनाउँदै बहिष्कार गर्ने जनाउ दिएका छन्। पोलिट ब्युरो, स्थायी समिति र पदाधिकारी चयन प्रक्रियामा सहमति नभएपछि शनिबार निर्वाचन गर्ने तयारी आइतबारलाई सरेको छ। भट्टराई पक्षले हेडक्वार्टरले सार्वजनिक गरेको निर्वाचन कार्यविधिप्रति आपत्ति जनाउँदै बहिष्कार गर्ने निर्णय गरेको छ भने दाहाल पक्ष बसेर शनिबारै निर्वाचन कार्यविधि पारित गरेको छ भनी नागरिक दैनिकले लेखेको छ। भ्रष्टाचारीलाई घोषणा गर्न नै सल्लाहकार शीर्षकको समाचारमा अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, खुल्ला मञ्चबाट वामदेव गौतमलाई 1 नम्बरको भ्रष्टाचारी घोषणा गरेका एमाले पोलिट ब्युरो सदस्य प्रदीप नेपाल 15 वर्षपछि उनकै राजनैतिक सल्लाहकार भएका छन्। एमाले स्थायी समितिको शुक्रबार बसेको बैठकले पटक पटक मन्त्री भइसकेका नेपाललाई गृह मन्त्री गौतमको सल्लाहकार नियुक्त गर्न अनुमति दिएको हो। नेपालले 2056 चैत 26 गते जनआन्दोलन दिवसका दिन टुँडीखेलमा आयोजित जनसभामा गौतमलाई 1 नम्बरको भ्रष्टाचारी घोषणा गरी कार्यकर्ताको तालीबाट त्यसलाई अनुमोदन गराएका थिए। त्यसबेला गौतम एमाले फुटाएर बनाएको नेकपा मालेका महासचिव थिए। बैठकमा पार्टी उपाध्यक्ष रहेका उपप्रधान तथा गृह मन्त्री गौतम स्वयंले नेपाललाई सल्लाहकार बनाउन प्रस्ताव गरेका थिए। उहाँले गृह मन्त्रालय कुशलतापूर्वक सञ्चालनका लागि प्रदीप नेपाललाई सल्लाहकार बनाउनु पर्यो भन्नुभयो। स्थायी समिति सदस्य भरत मोहन अधिकारीले भने त्यसमा छलफल भएन, अनुमति दियो। उहाँ पटक पटक मन्त्री भइसकेको पार्टी वरिष्ठ नेता हो, कसरी मिलाउनुहुन्छ? अधिकारीले मन्त्रीको सल्लाहकारलाई राज्य मन्त्री भन्दा माथिल्लो स्टाटस दिन नमिल्ने संकेत गरे भनी अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ। हत्या अभियोगमा 5 नाबालक प्रहरी हिरासतमा शीर्षकको समाचारमा नेपाल समाचार पत्र दैनिक लेख्छ, जिल्ला प्रहरी कार्यालय नुवाकोटले हत्याको अभियोगमा मनोकामना गाविसका 5 नाबालकलाई प्रहरी हिरासतमा लिएको छ। बाल बालिकाहरूलाई नाबालकको हकमा बाल सुधार गृहमा राखेर अनुसन्धान गर्नुपर्ने कानूनी प्रावधान भए तापनि त्यसको विपरीत मनोकामना गाविसका ती बाल बालिकाहरूलाई 16 दिनदेखि प्रहरी हिरासतमा राखिएको हो। मृतकका बाबुको जाहेरीका आधारमा पक्राउ गरेको प्रहरीले उनीहरूमाथि हत्या अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ। त्यसका लागि आइतबार जिल्ला अदालतमा म्याद थप गरी पठाउने बताइएको छ। मनोकामना 9 का जित बहादुर तामाङका 11 वर्षीय छोरा विक्रमको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही गाविसका 5 जना बाल बालिकालाई अनुसन्धानका लागि भन्दै नुवाकोट प्रहरीले 16 दिनदेखि हिरासतमा राखेको हो भनी नेपाल समाचार पत्र दैनिकले लेखेको छ। सुटुक्क गरे हमालले बिहे शीर्षकको समाचारमा कमाण्डर पोस्ट दैनिक लेख्छ, नेपाली चलचित्रका अभिनेता राजेश हमालको सुटुक्कै विवाह गर्ने योजना तुहिएको छ। कसैलाई खबरै नगरी शनिबार सुटुक्कै प्रेमिका मधु भट्टराईलाई औपचारिक रूपमा हमालले लगनगाँठो कसे, तर उनले चाहे जस्तो विवाह सुटुक्क भने हुन सकेन। दरबार मार्ग स्थित 5 तारे अन्नपूर्ण होटलको कुमारी हलमा जग्गी बनाएर हिन्दू परम्परा अनुसार मधुलाई आफ्नी बनाएका हमालले रगतको नाता बाहेकलाई निम्तो नदिने भन्दै विवाह योजना बुनेका थिए। तर हमालले अन्नपूर्ण होटलको कुमारी हलमा लगनगाँठो कस्दैछ भन्ने थाहा पाएपछि पत्रकारहरू हरभारती पुगे। खबरै नगरी विवाह समारोहमा पुगेकाले केही समय पत्रकारले शास्ति खेप्नु पर्यो भनी कमाण्डर पोस्ट दैनिकले लेखेको छ। यस्तै सोही पत्रिकाको अन्य समाचारहरूमा ममताको भ्रमण रोकियो र अमेरिकामा गोली हानी 7 को मृत्यु शीर्षकका समाचारहरू कमाण्डर पोस्ट दैनिकले छापेको छ। काठमाडौँबाट प्रकाशित भएका नेपाली राष्ट्रिय दैनिक पत्रिकाहरूको मुख्य समाचार सार संक्षेप यति नै। nepalnews.com. News from Nepal as it happens.